हेलो एभ्रिवान। आज भने चाहिँ मेरो नानीलाई चाहिँ तलतिर घुमाउनु लाँदैछु नि त, किनभने ऊ बिमार भएकोले गर्दाखेरि चाहिँ अब कस्तो भइरहेछ खालि घरमा बस्यो भने चाहिँ सुतेको मात्रै गर्छ नि त। त्यही भएर चाहिँ सुत्नुभन्दा चाहिँ बेस्ट म उसलाई तलतिर घुमाउनु लान्छु भनेर चाहिँ लाँदैछु। बिमार त्यति साह्रो जाति त भइसकेको छैन, फेरि अर्को बिमार थपिएर है मेरो नानीलाई चाहिँ जाबे निस्केर चाहिँ ड्याम ड्याम भइरहेको थियो नि त हो। अघि लगेर चाहिँ जाबेहरू पनि सबै झारिसकेको छ हो, झारिदिनु भएको छ नि त परलाई थियो माटाकोमा। त्यही भएर लगिसकेर चाहिँ लिएर मैले भने चाहिँ तलतिर दिदीकोतिर लाँदैछु उसलाई। अलिक यताउता डुलोस पनि जाती हुन्छ कि कतै, घरमै मात्रै सुतेको गऱ्यो भनेर चाहिँ लाँदैछु है। अहिले भने चाहिँ हामी दिदीकोमा आइपुगिसकेको छौँ र दिदीले चाहिँ किचनमा काम गर्नुहुँदै थिएछ नि त। हामी आएको देखेर चिया पनि बनाइदिनु भयो हो। नानीले चिया त पिँदैन, त्यही भएर पानी र बिस्किट खाने अरे नि त। बिमारले गर्दा केही खाएको थिएन, त्यो चाहिँ दिदीकोमा खान्छ कि भनेर खाऊ भन्दै थिएँ नि त। मैले चाहिँ खाऊ, खानुपर्छ, खायो भने पो बिमार जाती हुन्छ त भन्दै थिएँ। ज्वरो चाहिँ अलिक कम्ती भएको थियो र चाहिँ फ्रुट दिदीले दिनुभयो नि त, केही हुँदैन फ्रुट खाँदा भनेर फ्रुट चाहिँ दिनुभएको थियो र फ्रुट खाँदै थियो नानीले पनि। त्यसै भन्दै दिदीले चाहिँ दिव्यान्सको लागि, उसको छोराको लागि चाहिँ मजाले मोमो र परोटा बनाइदिनु हुँदै थियो। हेर्नुहोस् न कस्तो राम्रोसँगले बनाइदिनु हुँदैछ। उसको लन्च लानुपर्छ नि त स्कुलमा 12 बजी, त्यही भएर चाहिँ छिटो गरेर बनाइदिनु हुँदै थियो। कस्तो राम्रोसँगले हेर्नु न, मजाले बनाइदिनु हुँदै थियो नि त। अब नानीहरूलाई तातो खुवाउनु जरुरी छ। अहिले भने चाहिँ बिमारको मौसम चलिरहेछ कि सर्दी ज्वरोहरूको, त्यही भएर नानीहरूलाई चाहिँ तातो फ्रेस खुवाउनुहोस् हो। बिमारीहरू हुन्छ नि त नानीहरू, बेसी चाहिँ बाहिरको प्याकेटको चिजहरू खाँदा चाहिँ नानीहरू बिमार हुन्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ यसरी घरबाटै आफूले बनाएर लगेर खुवाउनु चाहिँ राम्रो हो है। त्यसै भन्दै दिदीले चाहिँ मजाले बनाइसक्नु भइसकेको थियो र हेर्नु सक्नु। लन्च भने चाहिँ रेडी भइसकिसकेको छ र हामीले पनि खायौँ है। त्यसै भन्दै खाइसकेर चाहिँ हामी घर फर्किसकेको थियौँ। Thank you for watching my video. See you in next video.